च्यातिएको ज्याकेटबाट गमला बन्छ भन्ने कुरा मैले सोचेकै पनि थिएन। सुरुवातमा च्यातिएको ज्याकेट लिएँ, त्यसपछि मैले एउटा फुटेको बाल्टी लिएँ किनकि यहीमा नै बनाउने हो, मेन हिरो भनेको नै यही हो। त्यसपछि हामीलाई चाहिने प्लास्टिक हो र प्लास्टिक पछिको च्यातिएको ज्याकेट, अनि त्यसपछि मैले अब ल्याउनु पर्ने हुन्छ सिमेन्ट। सिमेन्ट ल्याइसकेपछि पानी हालेर घोल्नु पर्ने हुन्छ त्यसलाई मजासँग, तर धेरै पातलो पनि बनाउनु हुँदैन र धेरै बाक्लो पनि बनाउनु हुँदैन, ठिक्कको हिसाबले। त्यसपछि मैले च्यातिएको ज्याकेटको यो टालो रहेको छ, यहीबाट नै बनाउने हो हामीले गमला। बाल्टीलाई प्लास्टिकले मजासँग बेर्नु पर्ने हुन्छ किनकि पछि मजासँग गमला निक्लियोस् भनेर। अब त्यो घोलेको कपडालाई मजासँग बाहिरबाट सेप दिनु पर्ने हुन्छ र घोललाई मजासँग बाहिरबाट लगाउनु पर्ने हुन्छ ताकि एकदमै मजबुत होस् भनेर। त्यसपछि मैले त्यसलाई बलियो हुने हिसाबले मजासँग बाक्लो घोल मजासँग बाहिरबाट लगाउनतिर लागे, सुकेपछि एकदमै मजबुत होस् भनेर। उफ्रिएको सिमेन्टलाई बोर्डको बनाउनतिर लागे। यो साँच्चै गमला बन्छ कि सबै मेहनत बेकार हुन्छ, म अर्को भिडियोमा देखाउने नै छु, त्यसैले अर्को भिडियो हेर्न नभुल्नु होला।